आज शनिबार चैत्रको अन्तिम शनिबार र यो वर्षको अन्तिम शनिबार र आज यहाँहरू सबैलाई थेवाला च्यानलमा स्वागत गर्न चाहन्छु र नयाँ वर्षको पनि शुभकामना दिन चाहन्छु। आज साहित्य संवादमा विगत केही समयदेखि मैले पारिजातको कविता चाहिँ अध्ययन गरिरहेको थिएँ र आज यो कविताको विवेचना गर्न गइरहेको छु। यसमा यहाँहरूलाई लागेको कुराहरू भन्न सक्नुहुन्छ। अब पारिजातले कुन सन्दर्भमा यो कविताहरू लेख्नुभएको त्यो सन्दर्भ ठ्याक्कै खोट्याउन त सकिँदैन, तर साहित्य भनेको एउटा जहाँसम्म मलाई लाग्छ खुला अभिव्यक्ति हो, जसलाई कसैले पनि आफ्नो विचारसँग सम्पादन गरेर बुझ्न सक्छ र त्यही हिसाबले मैले यो कवितालाई बुझ्ने प्रयास गरेको छु। र यो कविता यस्तो छ, कविताको शीर्षक छ जुनी काट्नु एक बाजी। पक्कै पनि यो जीवन सम्बन्धी कविता हुनुपर्छ र हामी सबैलाई थाहा छ पारिजातको जीवन एउटा सङ्घर्षमय जीवनको उत्तरार्धमा उहाँले अति नै कठिन भोगाइहरू भोग्नु भएको भन्ने हामी सबैलाई थाहा नै छ। र उहाँको कविताको पहिलो हरफ छ धमिरा लागेको धरतीमाथि उभिएर माटोको माया प्रश्न चिन्ह। एउटा व्यङ्ग्य र अतिशोक्ति हुन जान्छ आफैप्रति म कसरी व्यक्त गरौँ। मैले जमिन खोजेको विरोध, मैले परिभाषा ल्याउन नखोजेको आमाको माया। जब रमाइलो दिन र रङ्गीन भ्रमहरूको जुवा फुकेको थियो, सायद म अनुपस्थित थिएँ आफ्नै स्थितिहरूमा, आफ्नै समयहरूमा कि मैले हारमाथि हार खाएको हुनुपर्छ। म बाजी मार्न बिर्सन्छु, म बाजीलाई अर्थ दिन बिर्सन्छु। मलाई नसोधे हुन्छ जुनी काट्न कुनै गाह्रो काम होइन, अप्ठ्यारो इतिहास होइन। र कविता यसरी समापन हुन्छ। र यसमा कवितालाई विवेचना गर्दाखेरि अलिकति बुझ्ने प्रयास गर्दाखेरि चाहिँ जस्तै कि मानव जीवनको जुन अवस्था छ त्यो अति नै कमजोर अवस्थामा रहेको हुन्छ। मानवको जीवन को कुनै पनि स्थिति, त्यसको अवस्थाको बारेमा हामीले यकिन गर्न सक्दैनौँ र त्यो भएर हाम्रो धरातल जहिले पनि एउटा नाजुक हुन्छ र कमजोर हुन्छ। र त्यस्तो कमजोर धरातल अथवा नाजुक धरातल जसलाई हामीले बाहिरबाट हेर्दाखेरि अति नै राम्रो देखिन्छ, अति नै बलियो देखिन्छ, तर एक हिसाबले बुझ्दाखेरि वास्तवमा त्यो एउटा कमजोर कडी नै हुन्छ। र यसरी जीवनको आफ्नो गति अनुसार मानिसले मायालाई विभिन्न चरणमा बुझ्ने गर्छ। कहिले त्यही मायालाई धेरै अपनत्वको रूपमा लिइरहेको हुन्छ भने कहिले त्यही मायालाई कमजोरी र बाध्यताको रूपमा लिएको हुन्छ। र त्यही भएर भन्ने हो भने मायाको परिभाषा पनि अस्पष्ट हुन्छ र जीवन अति नै राम्रो हुन्छ, अति नै रङ्गीन हुन्छ, अति नै खुसियाली हुन्छ भन्ने एउटा भ्रममा बाँच्दै एउटा यस्तो स्थिति पनि आउँछ कि हामीले जीवनलाई
हार खाएको पनि अनुभूति हुन्छ कि हामीले केही गर्न सकेनौँ, यो जीवन हाम्रो व्यर्थ गयो। र त्यस्तो अवस्थामा वास्तवमा जीवन भनेको एउटा चाहिँ भ्रम हो, भ्रमको स्थिति हो। जीवन भनेको केही रहेन रहेछ भन्ने एउटा अवस्था पनि आउँछ। त्यही पनि मानिसले जीवनमा कोसिस जारी राख्छ र कतिपय अवस्थामा कोसिस गर्न मन पनि हुँदैन। तर जीवनमा जे जस्तो उतार चढाव भए पनि, जीवनलाई जुन हिसाबले परिभाषित गरे पनि, हरेक व्यक्तिले जीवनलाई सजिलैसँग काट्न सक्छ। त्यही भएर अन्तिम हरफ जुन लेखिएको छ, मलाई नसोधे हुन्छ जुनी काट्न कुनै गाह्रो काम होइन, अप्ठ्यारो इतिहास होइन। त्यही भएर वास्तवमा हरेक मानिसले आफ्नो जीवनलाई परिभाषित गर्न सक्छ। सबको आफ्नो परिभाषा हुन्छ र हरेक मानिस त्यस परिभाषामा सही छु भन्ने मानेको हुन्छ। र जीवनको परिभाषा हरेक व्यक्ति पछि फरक हुन सक्छ। र त्यो हिसाबले भन्ने हो भने यो कविता धेरै नै शक्तिशाली कविताको रूपमा मैले लिएको छु। हरेक व्यक्तिलाई आफ्नो जीवनको मूल्य मान्यता अथवा परिभाषा के हो भन्ने कुरा अर्थ्याउनको लागि यो कविता एउटा खुला किताबको रूपमा हामी महसुस गर्न सक्छौँ। र यति भन्दै यो एउटा सानो तथा अर्थपूर्ण एवं शक्तिशाली कविताको समीक्षा अथवा विवेचना अथवा बुझाइलाई मैले यहाँहरू समक्ष पेश गरेको छु। र यहाँहरूलाई पनि यो कविताको कुनै त्यस्तो फरक अनुभूति हुन्छ भने कमेन्ट गर्नुहोला अथवा केही लेखिदिनुहोला भन्दै आज साहित्य संवाद शनिबारको दिन नेपाली साहित्यलाई केही समय बुझ्ने प्रयास गर्ने अवस्था सिर्जना भएको छ। र यतिन्जेलसम्म यो कविताको समीक्षा सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। छेवाला च्यानल हेर्दै गर्नुहोला, सब्सक्राइब गर्नुहोला। नमस्ते, धन्यवाद।